कान्छी ओ कान्छी हजुर के गर्दैछौ? के गर्नु सब्जी केलाउँदैछु सब्जी पनि अब केही छैन यस्तै यसो कमलेले फोन गरेन नि? ए कमलेले त खै थुप्रै पो दिन भयो त हौ फोन पनि गर्नुभएको छैन खै के भयो भयो हिजो नानीले पनि सोध्दै थियो उसको साथीको बाउले अब कपडा किन्ने पैसा पठाइदियो अरे दसैँको लागि उसलाई पनि चाहियो भनेर मलाई उहाँ भनिरहेको छ खै के गर्नु हौ साह्रै त पर्यो दसैँ छेउछेउ आइसक्यो के गर्नु ए हजुरआमा तपाईँ पनि आउनुभयो? आइपुगे त। हजुरआमा तपाईँ अस्ति नै बाबासँग बोल्छु भन्नुभएको थिएन, फोन नै आएको छैन त अनि। ए हो र? अब बाबासँग मोबाइल पनि त हुनु पर्यो नि त हौ अब बाबाको हातमा मोबाइल थियो भने आफ्नो मोबाइल थियो भने त फोन गरिहाल्नु अब कहिलेकाहीँ साथीहरूको गरेर यसो भेटाएपछि फोन गर्नुहुन्छ नभए कहाँबाट गर्नुहुन्छ होइन कमलेले फोन पनि गरेको छैन भन्छ कि बिमारी भयो हो? त्यही त हो अनि अस्ति उसको साथीले फोन गरेको नम्बर छैन? छनु त छ खै म पनि यति मजाले चिन्दिनँ त्यही पनि अब अहिले त रात पनि परिसक्यो अब भोलितिर अब आफै फोन गर्नु पर्ला नम्बर खोजेर यताउता के गर्नु अहिले त अब रात पर्यो